हेलो गाइस, आज हामी यहाँनिर सपिङ गर्न आएको छौँ जोगमुनि साइडतिर। अनि आई एम विथ माई वाइफ। म र मेरो बुढी यहाँनिर जोगमुनि सपिङमा। हेर न के भन्छ। हेलो बुढाबुढीको सपिङ सक्यो। मेरो लागि जामा पाएन। के साह्रो हल्लाको अब यहाँबाट सिधै माथि गयो भने चाहिँ ठ्याक्क तालिम केन्द्र चौक आउँछ। अनि यहाँ देख्न सक्नुहुन्छ अगाडि चाहिँ स्कुल बस गइरहेछ। रातो रातो चाहिँ भएको छ, खै के भयो। विराटनगरमा आँखा अस्पतालको लागि अलिकति निःशुल्क रूपमा अलिकति पैसा कम पैसामा है अलिकति निःशुल्क रूपमा राम्रो उपचार गर्नुलाई यहाँ चाहिँ धेरै छ। विराटनगरमा अस्पताल भयो, यहाँ चाहिँ विभिन्न अस्पतालहरू छ। तपाईँहरू जसले मेरो भिडियो हेर्दै हुन्छ आँखा बिरामीहरूलाई चाहिँ अब यहाँ ल्याएर उपचार गराउन सक्नुहुन्छ। यहाँनिर आँखा अस्पताल धेरै छ विराटनगरमा चाहिँ र राम्रो उपचार पनि हुन्छ। के चाहिँ गर्नुभएको? अब के गर्नु, पहिला अब सिङ्गल लाइफ हुँदाखेरि पो अब एउटा मात्र बुट पोलिस हान्नु पर्थ्यो यताउता होइन, एक मन मात्र हुन्थ्यो अरे। अहिले त अब दुई मन भएपछि बुढाबुढी भएछ। अब बुढीको पनि अब गर्दै भनेपछि गरिदिनै पर्यो। के गर्नु, आफ्नो मात्र गर्नु नहुने रहेछ। अब के गर्नु, यस्तै छ जिन्दगीलाई।